सिन्चाओ तपाईहरू हेर्दै हुनुहुन्छ ट्राभल टेल्स बाई गौरव। होचिमिन सहरको अर्बन आर्किटेक्चर र नन स्टप नाइट लाइफ होस् या फुकोक आइल्यान्डको लेट ब्याक बिचेस र आइल्यान्ड भाइब्स होस्, स्वागत छ तपाईहरूलाई भियतनाम सिरिजमा। यो जर्नीमा तपाईहरूलाई रियल लोकल एक्सपिरियन्सेस गराउँछु। लेट्स एक्सप्लोर भियतनाम वान ट्राभल टेल एट अ टाइम। स्वागत छ तपाईहरू सबैजनालाई एक नयाँ दिनमा नयाँ भिडियोको साथमा। म चाहिँ अब यो होचिमिनबाट फुकोक भन्ने आइल्यान्डमा जाँदैछु। अहिले चाहिँ म यो तात सान नाथ इन्टरनेसनल एयरपोर्टको डोमेस्टिक टर्मिनलमा छु। अब चेकिङ गर्नु जाँदैछु। यो हामी चाहिँ सन फुकोक एयरलाइन्सबाट चाहिँ ट्राभल गर्दैछौँ यहाँबाट होचिमिनबाट फुकोक। कस्तो डोमेस्टिक टर्मिनल पनि कस्तो राम्रो के काउन्टर एरिया यस्तो छ। यहाँबाट सेक्युरिटी चेक गर्ने रे। यो चाहिँ अब यो एयरलाइन अनुसारको एरिया छुट्याएको रहेछ यता चाहिँ। हामी चाहिँ अब हाम्रो सन फुकोक एयरलाइन्स कता भनेर सर्च गर्दैछौँ अहिलेलाई। यो इन्फर्मेसनहरू चाहिँ यसरी डिस्प्ले गरेर चाहिँ हाम्रो चाहिँ 7:30 फ्लाइट हो फुकोक। यो 9G1991 यो सन फुकोक एयरलाइन्स हो होइन। यो हामी चाहिँ अब यो काउन्टर चेक इन गरिसक्यौँ। काउन्टर चेक इन गरेर अब चाहिँ हामी सेक्युरिटी चेकको लागि जाँदैछौँ। सेक्युरिटी चेक चाहिँ यता छ। फेरि यहाँ लाइन बस्नु भिड चाहिँ यहीँ हुने रहेछ धेरै जस्तो। यो सेक्युरिटी चेक गरेर यहाँ त लाइन बस्नु पर्ने यस्तै। सेक्युरिटी चेक गरेर अनि हामी डिपार्चर हलतिर जाँदैछौँ। सेक्युरिटी चेक पनि सक्यो। अब हामी चाहिँ हाम्रो डिपार्चर गेटतिर जाँदैछौँ। हाम्रो चाहिँ डिपार्चर गेट नम्बर 10 भन्ने छ, जाँदैछौँ। हामी चाहिँ यो डिपार्चर हलभित्र पसिसक्यौँ। म यताको भ्यूहरू देखाउँछु हजुरहरूलाई। यस्तो छ जहाजहरू। डिपार्चरहरू चाहिँ यस्तो छ। पुरै लामो लाइन लाग्छ जस्तो एयरपोर्टै लामो छ खाले रहेछ यो चाहिँ। यस्तो डिपार्चर गेट नम्बर 1 to 3 यताबाट जानु भने चाहिँ हामी चाहिँ बाहिर वेट गरिरहेको छौँ डिपार्चर गेट अगाडि। यो एरिया पनि यस्तो छ। अब यो बोर्डिङ स्टार्ट हुन है। हामी चाहिँ अब हाम्रो डिपार्चर गेटतिर जाँदैछौँ। कस्तो फेरि गेटमा ल्याएर हटाइदिएर अन्नबारै भइसक्यो। 7:30 जेटीभित्र छौँ हामी। अब जहाजतिर अन्नबार। थ्याङ्क यू। जहाजको गेट लिएर चाहिँ फेरि चेक गर्दो रहेछ बोर्डिङ पास। थ्याङ्क यू।
QR कोड स्क्यान गरेर गर्न सकिने रहेछ। यो आफ्नो इलेक्ट्रोनिक डिभाइसमा भनौँ न वाइफाई कनेक्ट भएर अनि अन बोर्ड इन्टरटेनमेन्टको आफ्नो डिभाइसमा इन्टरटेन गर्न सक्नु। It is now 8:26 p.m. and the outside temperature is 27 degrees Celsius. हामी चाहिँ अब यो फुकोक इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड गरिसक्यौँ होचिमिनबाट टर्मिनलतिर जाँदैछौँ। एराउन्ड एयर टाइम चाहिँ 40 मिनट्स लाग्दो रहेछ। टोटल फ्लाइट टाइम चाहिँ 1 आवर भनौँ न। 7:30मा चढेको 8:30 बज्दैछ अहिले। 8:30 बजे चाहिँ हामी ल्यान्ड गरिसक्यौँ फुकोक इन्टरनेसनल एयरपोर्टमा। ब्याकग्राउन्ड देखिरहनु भएन यस्तो छ फुकोक इन्टरनेसनलको डोमेस्टिक एयरलाइन्स। अहिले अब यो ब्यागेज क्लेम गर्ने एरियामा छ होइन फुकोक इन्टरनेसनल एयरपोर्टको डोमेस्टिक टर्मिनलको ब्यागेज क्लेम गर्ने एरिया चाहिँ यस्तो छ। मेरो ब्याकग्राउन्डमा देख्नु भएको छ। हामीले चाहिँ यो बेड नम्बर 1 ब्यागेज आइरहेछ। ब्यागेज कलेक्ट गरेर अब हामी मेन सिटीतिर जान्छौँ भनौँ न। अब यो गाडी बुक गर्नुपर्ने हुन्छ। अब ग्र्याबबाट हुन्छ केबाट हुन्छ अपडेट दिन्छ हजुरहरूलाई कनेक्टेड रहनलाई। यो एराइभल्सबाट बाहिर चाहिँ यस्तो छ। अब हेरौँ यहाँ के हुन्छ। फ्यानको व्यवस्था मिलाउनु पऱ्यो अनि त्यसपछि सिटीतिर जानुपर्छ। यो ग्र्याब चल्न त चल्छ यता। अब हामी ग्रुपमा ट्राभल गरे भएर चाहिँ अब 6 सिटर्स यस्तो देखाइरहेछ। अब हामी 9 जना ग्रुपमा ट्राभल गरेछौँ। त्यसले गर्दाखेरि अब के हुन्छ गाडीको हेर्दैछौँ। यस्तो ट्याक्सीहरू यस्तरी आएर बसिरहेको बसहरू पनि चल्दो रहेछ। चल्न त ठुल्ठुलो बसहरू पनि अब के हुन्छ। भएर के हो यो त झन् होचिमिन भन्दा पनि बेसी भिडभाड रहेछ यो फुकोकमा चाहिँ। त्यो हाम्रो होटेलको ठ्याक्कै बाहिर भनौँ न कस्तो क्राउडेड क्या। आमामा स्कुटरहरू हेरौँ न कस्तो भयो। न्यु इयर भएर होला सायद यस्तो भिड। लास्टै टुरिस्टी ठाउँ छ। अनि हामी बसेको होटेल बस्न लागेको होटेल चाहिँ यो हो है, होटेल फुहोङ। एक रातको लागि मात्र हो यो। फेरि प्लानमा हल्का चेन्ज भएर अगाडि नै आएको भएर चाहिँ त्यो होटेलमा बस्नुपर्ने भयो एक रातको लागि। फुकोकको हाम्रो होटेल रुम चाहिँ यस्तो छ है। कुर्सीहरू छ, मिनी फ्रिज, टिभी अनि यो भयो क्लोसेट। वासरुम यस्तो छ। सबै छ।
मैले हजुरहरूलाई यहाँको नोट देखाएको थिएन होला करेन्सी यहाँको चाहिँ भियतनामिज डङ हो अनि यो चाहिँ यो 5 लाखको नोट भयो अनि त्यसपछि आयो यो 1 लाखको नोट यस्तो छ अनि 1 लाखको भयो यो 20,000 को यस्तो छ 20,000 भयो 10,000 अनि त्यसपछि आयो 5,000 को यस्तो अनि अर्को यो छ 50,000 को 50,000 को यो भयो अनि त्यसपछि यो भयो 1,000 को 1,000 को अनि 2,000 को यस्तो अनि 5,000 को यस्तो कति धेरै पैसाहरू फुकोक नाइट मार्केट यो फुकोकको नाइट मार्केट चाहिँ यस्तो छ लुगाहरू यस्तो बेचिरहेको सी फुडहरू राखेर जानु सी फुडको त कहानी रहेछ खै भ्यागुता पनि राखेर रहेछ त्यहाँ हेर्नु न हौ खानेकुराहरूदेखि लिएर यस्तो सोभिनियरहरू मोतीको मालाहरू यस्तो ह्यान्डमेड ब्याग्सहरू यस्तोहरू सबै राखेर रहेछ खेलौनाहरू लुगाहरू ब्याग्स जुत्ता चप्पलहरू यो सबैको साथमा यो भिडियोलाई पनि यही इन गर्न चाहन्छु भिडियो मन परेको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला अर्को भिडियोमा भेट भइ नै हाल्नेछ तबसम्मको लागि घुम्नु होला रमाउनु होला खुसी रहनु होला कुल भगवानले सबैको रक्षा गरून् जय नेपाल